हेलो एन्ड सो नमस्ते गाइस, इट्स मेरो रुपेश कुमार। आज चाहिँ मेरो ब्लग घरदेखि स्टार्ट हुन्छ। आज चाहिँ हामी होइन वनतिर आँप खानु जानु खोज्यो अनि पौडी पनि खेल्नु जानु खोज्यो। यता हाम्रो दिदी भइहाल्यो, कालो देखिया छ। यता ठिमा, अर्को ठिमा भइहाल्यो, अर्को ठिमा उता भइहाल्यो। अब ऊ अर्को दुईवटा ठिमाहरू बौलाइरहेछ यहाँ, बौलाइरहेछ अर्को ठिमाहरू। अब हामी चाहिँ होइन टक्क लाएर खोला जान रेडी भइसक्यो। यता हेर्न त्यो दुइटा झोलेहरू पुरै आफ्नै धुना छ। अर्कोको ओइ तेरो भ्लगको नाम के अरे? खले भ्लग होइन ए, भ्लग 07। यता आएर जाऊँ आइज। ए यताबाट जाऊँ न, नयाँ बाटोबाट जाऊँ है। होइन त छप्री यहाँ। ओइ भाइ के भाइ नमस्कार गरिदियो नि त ल नि त। हो सबैले ज्ञान सब्स्क्राइब। हो साइकल लो उडाइदिन्थ्यो यार पहिला त। गाइस रुपेश दोषीले चाहिँ होइन उ गर्न आँटिरहेको छ अनि अर्को गुलेली म्यानले लगाइरहेको छ उसै त्यहाँनिर होइन। यति छ सर्पो देखिसक्यो। अब हामीले यता यता किने छ उता छ गाइस, उता उता गइसक्यो, उता गइसक्यो उता। उता गाइस सर्पको पुच्छर चाहिँ देखिसक्यो। कत्रो ठुलो सर्प देख्यो गाइस। ए चिल हेर्ने चिल उहाँ छ। यस्तो ठुलो चिल छ कि लामो, डेन्जर ठुलो छ चिल चाहिँ। अघि यो रुखमा बसेको थियो, उडेर अहिले उता रुखमा गएको छ। म जुम हानेर देखाउँछु, हेर्दै जा। रन्नी मार्देला उहाँ छ है, उहाँ हेर्न चिल क्या सही छ क्या त्यत्रो रुखमा। पुरै चिलले जिस्काइरहेको छ क्या पुरै है। आमा हो डेन्जर ठुलो छ क्या म्या कसम। ऊ अर्को फेरि गयो गुलेदी म्यान। चिवेले सक्छ नि चिल्लायो है। मर्यो म्यादर छु मर्यो ल। ओ त्यहाँ भोजे भाइ आइज चरा देखाइदिन्छु म। हाम्रो भोजे भाइ चाहिँ गुलेदी म्यान हो है। मैले चाहिँ कहिले कसो हानिदिन्छु यसो झ्याउला आइबेल न, तर मैले हान्यो भने चाहिँ पक्क लगेन। दे त गुलेदी दे न केडा हो यता देखा न केडा हो। चरा ब्लग 07 मा सब्स्क्राइब हान्दिनु पर्यो है दाइको। ब्लग 07 छैन, ब्लग 07 ब्लग आउँछ हैन। ऊ त्यहाँनिर छ है चरा, ऊ त्यहाँनिर ऊ त्यहाँ चिलाउने रुखमा हेर्न खाते ल बहुला ठुइका खाते। यसले त हान्नै आउँदैन क्या गुलेदिने। ऊ छाडा बोलिसक्यो है। अझ तल गएर म देखाउँछु चिल तिमीहरूलाई यहाँ। अब तल गएर आँप टिपेर मजाले खानुपर्ने हुन्छ। छ लो ठुल्ठुलो छ नि चिल उडी गयो नि मा। तल गएर देखाउँला, हेर्दै जानु कृपया ब्लग।
खोला चाहिँ आइसक्यौँ त्यहाँ घुँडाहरू खेल्दै रहेछन् पौडी अनि हामी नि गएर अब डाइभ हान्नुपर्ने हुन्छ लड्यो लगाइ खोला आउन खोजिसक्यो यहाँ त सँग भाइ लड्दैन त लोत मान्छे पौडी खेलिरहेको छ पानी नि मुजी दुध चिया जस्तै आइरहेछ ओए को ओए सब यहाँ लाइनमा बस्छ सब यहाँ पौडी खेल्न हामफाल म्याच को पौडी खेल्न जा पौडी खेल्न जा पौडी खेल्न गइहाल्छ त यहाँ आइज त यहाँ आइज तँले कोलाई लिएर पौडी खेल्नु लट्ठी भात लट्ठी यहाँ चाहिँ सब लाइन लगाऊ लगाइ आउँछ हामी पौडी खेल्नु त मानि आइसक्यो पौडी खेल्नु चाहिँ टन्नै मान्छे छ क्या लानु दाहरू पनि छ है त्यहाँ भाइहरू भाइलो सब हो क्या त्यो कहाँदेखि आएको छ हेर्न मगर गाउँदेखि झारेहरू नमस्कार गर ल यता हेर मु कसरी डाइभ हानी यता हेर मुल्यो यता हेर छोडे भाइ छोडे मुल्यो हेरे नमस्कार गर छाडा बोल्छस् ल उही वान लो फ्याल्ने चोट पौडी खेला भिडियो हेर्दै बस्ला म तिमीहरू
नमस्कार गर एउटा च्यानल कति मिनट डुब्न सक्नुहुन्छ ल ल ल 3 2 1 साला सेकेन्ड डुब्न सकिनस् मिनटको कुरो गर्छु ल ल ल खाते कहाँ गयो ल गाई चाहिँ होइन साथीले त्यहाँनिर एउटा फुत्तै फालिदिनु सक्छ अर्को लाइन अर्को लाइन अर्को लाइन ल मऱ्यो दुइटै दिस भाइ सागर बाहुबली लकेटा अब चाहिँ हामी पौडी खेलेर जानुपर्ने हुन्छ अब आँपसाप खानुपर्ने हुन्छ ब्याग नि छ है चुटुक्क परेको यता चाहिँ पौडी खेल्दैछ केटाहरूले यता भयो हामीसँग आएको चाहिँ अर्को तोर्बे होइन त्यहाँ तोर्बे क्याबला अर्को तोर्बे हैन त्यहाँ तोर्बे तोर्बे ओइ लड्यो भने त मा जान्छ त है गाइड्स अब चाहिँ हामी होइन के खानुपर्ने हुन्छ अरे आफू नुन खुर्सानी अलरेडी मैले घरबाट पिनेर ल्याएर राखेको छु मुख रसाइसक्यो आँपको बोट चाहिँ उतै छ लुगा नि कहाँ तल झर्न खोजेको छ यार ल केटा त्यो उता दिपेशले गएर आँप झार्दैछ है ऊ त्यहाँ छ आँप चाहिँ लो झरिसक्यो है अनि एउटा भाइ त झर्न नसकिरहेछ अब चाहिँ आँप खाएकै भ्लग बनाउनु पर्ने हुन्छ बिचरा उसलाई लोड टोकिसक्यो ब्याङ्केले त्यही नि बिचरा झार्न चाहिँ छोडेको छैन है अनि त ओइ आँप चाहिँ केटा डेन्जर मिठो रहेछ है ल केटा छ है सब खुर्सानी जति उता खाटेर लिएर गएछ फेरि अर्को अर्को चाहिँ छुट्टिएर बस्या हो है छुट्टिन्छ बर्बाद
त्यत्रो ल्याएको थिएँ त मैले खोइ त यति दिनु जन्डिस भएर जाला मुजी खोकिला भन्छ मुजी आप देख तर हच्चो भन्दा थियो ज्वरो आ भए पो जन्डिस हुनु न मुजी अलगत दे त अलगत दे न अरे म एक बाइट हान्छु पिरो भयो ऊ त्यहाँ दुईवटा रहेछ ठुलो अब म त टिप्छु ल गाइस आँप खाने कार्यक्रम चाहिँ हुँदैछ है उता चाहिँ झार्दैछ तिनजनाले चाहिँ यता अर्को खाइरहेछ यता एउटा टुक्रुक्क बसिरहेछ इधर देऊ न